ललितपुर हस्तकला संज्ञा जिन्या कगु वार्षिक साधारण सभा कोचागुदु संज्ञा जिन्या कगु वार्षिक साधारण सभा ज्याजु शुक्रबार येलेजुगु खा ललितपुर हस्तकला संज्ञा नायक विश्राम सिंह सभापति तेजुगु ज्याजोया उलेजा बागमती प्रदेशीय संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ यानादिगु खा ज्याजोले ललितपुर हस्तकला संज्ञा नायक विश्राम सिंह ललितपुर हस्तकला संघ यानवै चोङ्गु याखै बारे जानकारी दिएको खा हाल हस्तकला बिक्री भएपछि व्यापारको विस्तार हुँदै पाटन ढोकादेखि मङ्गल बजार पुरै सुधार ढङ्गसम्म नै हस्तकलाको थोक विक्रेताहरूको पसलहरू छन्। हस्तकलाको बारेमा धार्मिक प्रयोजन सामान नभई सुन चाँदीका सामग्री हस्तकला प्रस्तुत कला विषयवान बारेमा मूर्तिकला तामाका भाँडाकुँडा होटल काष्ठकला झोम्बाल हाल विस्तार भए कुङ्गवती सुनचाँदी गरगहना बनाउने फुलबहाल हलबारमा दक्ष कलाकारहरूको बसोबास रहेको छ। चित्रकला मूर्तिकला प्रस्तुतकला काष्ठकला विद्यालेखन कला आदि रहेका छन्। पूर्वकालदेखि नै यी कृतिहरूले गर्दा नै हाम्रो देशको हस्तकलाको विश्वभरि प्रशंसा हुँदै आइरहेको छ। ज्याजोले बागमती प्रदेशीय संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ येला महानगरपालिका मेयर चिरीबाबु महर्जन नेपाल हस्तकला महासंघ नायक सुरेन्द्र भाइ शाक्य ललितपुर उद्योग वाणिज्य संघ वरिष्ठ नोकु विश्वराज वज्राचार्य ललितपुर हस्तकला संघ नोकु रवि महर्जन नवाना दिगु खा वास्तवमा हस्तकला संघ भनेको अहिले 12 लाख चाहिँ श्रमिक वर्गहरू व्यवसायीहरू यसमा सम्बद्ध छ र वास्तवमा यो कोरोनाको संक्रमणको कारणले यो व्यवसाय अत्यन्त चाहिँ धाराशायी र व्यवसायीहरू चाहिँ मारमा परेको पनि हामीले चाहिँ महसुस गरेका छौँ, अनुभूति गरेका छौँ र त्यसकारण पनि यहाँ धेरै कुराहरू यहाँ अगाडिका वक्ताहरूले चाहिँ अवगत गराउनु भएको छ। हस्तकला सम्बन्धी ट्रेनिङहरू अपार मात्रामा भइसकेको छ। वर्कसप, सेमिनार, ट्रेनिङ आदि इत्यादि धेरै भइसकेको छ। तर ट्रेनिङ जस्ट फर ट्रेनिङको रूपमै भइरहेको छ। त्यसको उत्पादन एकचोटि डिस्प्ले कहिलेकाहीँ यता कतै अस्ति चाहिँ हायर होटलमा एउटा मेगा इभेन्ट गरेर चाहिँ राम्रोसँग डिस्प्ले एक्जिबिसन गर्यो। हस्तकला क्षेत्रको निकास विभागलाई कोभिड-19को पूर्व अवस्थामा लैजानु नेपाल सरकारका साथ प्रदेश सरकारले समेत हस्तकला क्षेत्र उद्यमी व्यवसायहरूलाई सहुलियतपूर्वक कर्जाको व्यवस्था निर्यात प्रोत्साहन स्वरूप नगद प्रोत्साहनको रकम वृद्धि निर्यात निम्ति नियम तर्जुमा तथा हस्तकला नीति बनाउन पनि विशेष ध्यान दिनुपर्ने आजको प्रमुख अतिथिज्यूमा अनुरोध गर्न चाहन्छु। हामी हस्तकला प्रेमीहरू ललितपुर उद्योग सङ्घ नगरपालिका र हस्तकला ललितपुर हस्तकला सङ्घ सँगसँगै हाम्रो नेपाल हस्तकला महासङ्घ सबै मिलेर ललितपुरमा उत्पादन भएका सबै वस्तुहरूमा हस्तकला सम्बन्धी वस्तुहरूमा चाहिँ क्राफ्टेड इन ललितपुरको ढाँचा किन नलगाउने, त्यो ढाँचा हेर्नासाथ चाहिँ मान्छेलाई विश्वास होस् कि मेड इन स्विस भन्नासाथ चाहिँ एकदमै यो राम्रो एकदम क्वालिटी एस्योर्ड प्रडक्ट भन्ने चाहिँ बुझिन्छ। हस्तकला कर्मी भएको हाम्रो देश नेपाल, त्यसमा पनि दलित हस्तकला क्षेत्रको हाम्रो देश नेपाल र हस्तकला अहिले पिरानो भएको अवस्थामा पक्कै पनि उहाँले अघि भने जस्तै जुन तहबाट उहाँले चाहिँ सहयोग साथ सहयोग गर्न सक्नुहुन्छ, उहाँले गर्नु भएको छ। एउटै कुरा हस्तकला सङ्घ अहिले मार्गमा छ, मार्गमा भएको कारण उहाँलाई चाहिँ समय पुगेछ। ज्याजोले ललितपुर हस्तकला संघ कार्यालय सचिव अनिता साकेयत सम्मान यागु खा